साथीहरू, बिना कुनै झन्झट तेल मसला बिनाको यो सब्जी अचार पुस महिनाको चिसो पानीमा बनाएर खान सकिने रहेछ साथीहरू। मैले सबै सब्जीहरू आफूलाई मनपर्ने ल्याएर काटेर तयार पारेर राखेँ साथीहरू। अनि त्यसपछि मैले चाहिँ यो भाँडोमा सिसाको भाँडोमा राम्रो हुन्छ भनेर सिसाको भाँडोमा बनाउन लागेको छु। अनि पानी हालेँ, त्यसपछि काउली अनि गाजर काटेको जति सबै सामानहरू, अनि मैले यो कागती चाहिँ अलिक बढी राखेँ कि अमिलो मनपर्छ। अनि त्यसपछि अमला पनि हालेँ साथीहरू, हरियो खुर्सानी हालिदिएँ, अनि गोलभेरा, अनि त्यसपछि केराउ मटर कोसा अनि गेरागुरीमा चना पनि हालेछु। अनि पानी चाहिँ भरि जारभरि यो राखिदिने होइन। अनि त्यसपछि अदुवा र मैले क्याप्सिकम चाहिँ बिर्सेछु कि साथीहरू, अनि पछिबाट हाल्न मिल्यो मैले हालिदिउँ। अनि स्वादअनुसारको नुन हालेँ। अनि त्यसपछि यसलाई यति सजिलो छ साथीहरू, हजुरहरूलाई आफूलाई मन परेको अरू पनि सब्जी राख्न सक्नुहुन्छ। एकचोटि चलाउने, अनि त्यसपछि एक हप्तापछि खान मिल्छ।